साथीहरु नमस्ते। आज फेरि नयाँ भिडियो लिएर तपाईहरुमा आज उपस्थित भइसकेको छु। म लेखा परीक्षक दिलीप भुषाल। आज हामीले अनुसूचित 13 कसरी भर्ने, अनुसूचित आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर हामीले अनुसूचित 5, अनुसूचित 1 र अनुसूचित 10 यो भन्दा अगाडिको भिडियोमा गराइसकेका छौं र अनुसूचित 13 कसरी भर्ने भन्ने सन्दर्भमा हामी आजको भिडियोमा छलफल गर्न गइरहेका छौं। अब अगाडि बढौं है त साथीहरु। अब यो मसँग यसको लागि एउटा फाइनान्शियल स्टेटमेन्ट छ। यो फाइनान्शियल स्टेटमेन्टमा 2,48,50,000 क्यापिटल भनेर 2,48,50,000 गत वर्षसम्मको मुनाफा भन्ने आयो है। गत वर्षसम्मको मुनाफामा तपाईको रिटेन अर्निङ भनिरहेको छ 5,08,773। 5,08,773। त्यसपछि तपाईको करेन्ट इयर प्रफिटमा कति छ? यो अलिकति प्राविधिक समस्या आछ ल्यापटपमा। त्यहाँ भन्दाखेरि नआएर हैरान भयो के। करेन्ट इयर प्रफिट स्टेटमेन्ट अफ इन्कममा छ। करेन्ट इयर प्रफिटमा तपाईको 15,12,683। यो चाहिँ ट्याक्स पछिको हाल्नु पर्यो। 11,34,513। 11,34,513। यो अनुसूचित 13 चाहिँ यो ट्याक्स अनुसार भन्दा पनि फाइनान्शियल स्टेटमेन्ट जुन छ नि कम्पनीको सोही अनुसार हाल्नुपर्ने हुन्छ। डिस्ट्रिब्युटेड प्रफिट भनेर चाहिँ तपाईको स्टेटमेन्ट अफ चेन्ज इन इक्विटीमा हुन्छ। डिभिडेन्ड पेड गरेको भनेपछि डिभिडेन्ड टु सेयर होल्डर भन्ने हुन्छ। त्यसमा त्यो चाहिँ यसमा राख्नु पर्यो। यसमा छैन। वितरित मुनाफा डिस्ट्रिब्युटेड प्रफिट कोषहरु अन्य कोषहरु छ भने त्यो राख्नु पर्यो। प्रोभिजन कुनै प्रोभिजन छ भने कम्पनीले क्रिएट गरेको छ भने त्यो प्रोभिजन राख्नु पर्यो। डिफर्ड ट्याक्स लायबिलिटिज भन्नेको छ भने चाहिँ डिफर्ड ट्याक्स लायबिलिटिज राख्नु पर्यो। यसमा छैन। लङ टर्म एन्ड मिड टर्म लोन कुनै छ भने बैंकको लोन छ यसमा। हेर्नुस् है, बैंक लोन छ है यसमा 26,90,087। 26,90,087 छ। करेन्ट लायबिलिटिज कति छ? करेन्ट लायबिलिटिज तपाईको ट्रेड पेबल 35,98,722। 35,98,722। फिक्सेड ल्यान्ड छ यसको। ल्यान्ड छ कि नै? ल्यान्ड छ है। 93,48,966। 93,48,966। अरु चाहिँ यो बाहेकको अरु चाहिँ डिप्रिसिएबल एसेट्स हो। यो ल्यान्डमा चाहिँ डिप्रिसिएसन हुँदैन। अन्य यस बाहेकको अन्य एसेट्सहरुमा चाहिँ डिप्रिसिएसन हुन्छ। यो तीनटा जोड्दाखेरि 1,78,45,709। 1,78,45,709.19 है। लगानी यो बाहेक लगानी कुनै छ भने लगानी राख्न पर्यो। कुनै पनि लगानी छ भने ट्रेडिङ स्टक करेन्ट एसेट्स। यसमा ट्रेडिङ स्टक छ त? यसमा स्टक भनेर छ कतै? इन्भेन्ट्री छैन। यसो इन्भेन्ट्री छैन भने राख्नु पर्न। एडभान्स करेन्ट एसेट्स छ यसमा। ट्रेड रिसिभेबल हैन। करेन्ट एसेट्स 44,98,446। 44,98,446 हैन। त्यसपछि अदर एसेट्समा हामीले
बैंक तथा क्यास ब्यालेन्स राख्न सकिन्छ। 378,445 378,445। अब बिक्री कति छ भनेर हेर्दाखेरि यसको बिक्री कति छ भनेर हेर्दाखेरि 198,32,072 पोइन्ट। अब यसमा बिक्री चाहिँ यो माथिल्लो है 198,053,19 198,053,19.50। अर्को यसलाई चाहिँ इन्ट्रेस्ट इन्कमलाई अदर इन्कममा राख्यौँ 26,753.09 26,753.09। कस्ट अफ गुड्स सोल्ड भन्छ, कस्ट अफ अपरेसन भन्छ 168,97,80 168,97,80.46 यो भयो। इम्प्लोइ एक्सपेन्सेस भनेको छ इम्प्लोइ बेनिफिट एक्सपेन्सेस 1,11,85,500 कस्ट अफ अपरेटिङ भने एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस 25,74,083.45 25,74,083.45। अदर एक्सपेन्सेस भनेको छ अदर एक्सपेन्सेसमा चाहिँ तपाईँको रिपेयर खर्च योहरू राख्न सकिन्छ। रिपेयर खर्च 87,165 87,165। रिपेयर खर्च चाहिँ कर र यताकोमा फरक पर्न सक्छ है। करकोमा चाहिँ एउटा हुन्छ करमा 7% भन्दा धेरै डिप्रिसिएसन बेसिसको 7% भन्दा धेरै चाहिँ क्लेम गर्न मिल्दैन। यसमा चाहिँ फुल एक्चुअल एक्सपेन्सेस जति हो त्यो राख्नु पर्यो। इन्ट्रेस्ट एक्सपेन्सेस भनेर कहाँ छ हाम्रो यहाँ छ है 3,53,811.12 3,53,811.12। अनि हरासकट्टी डिप्रिसिएसनको छ 17,36,048 17,36,048.92। अब यसको प्रफिट र उताको प्रफिट एउटै हुनु पऱ्यो है 6,83,64 यति यसको ठ्याक्कै भयो। इन्कम ट्याक्स एक्सपेन्सेस करेन्ट ट्याक्स एक्सपेन्सेस कति छ 3,78,171 3,78,171 ठ्याक्कै तपाईँको प्रफिट मिल्नु पऱ्यो। यहाँ मुनि आइसकेपछि यसलाई सेभ गर्न पऱ्यो। सुरु मौद्दात खरिद बिक्री लिन बाँकी वा दिन बाँकी मध्ये सबै रकम वा 1 लाख भन्दा सोभन्दा कमको एकमुष्ट विवरण भनेर भन्यो है। लिन बाँकी दिन बाँकी 1 लाख भन्दा कम कसैसँग छ भने त्यो डिटेलहरू चाहिँ यसमा हाल्नुपर्ने हुन्छ। अब यसमा हेर्नुहोस् है 1 लाख भन्दा तलको डिटेल हामीले यसमा चाहिँ 1 लाख भन्दा माथिको अनुसूची 13 भनेर हामीले अनुसूची 13 को पार्टीहरू पनि बनाएको थियौँ पता रहेछ। जे होस् कन्फर्मेसन लेटर अनुसार 1 लाख भन्दा माथिको खरिद बिक्री चाहिँ यसमा तल हाल्न पर्यो। यसमा है 1 लाख भन्दा माथिको डिटेल चाहिँ 1 लाख भन्दा कमको डिटेल चाहिँ यसमा हाल्नु पर्यो है। अब 1 करोड भन्दा माथिको तलब भुक्तानी छ भनेपछि यसमा टिक लगाएर यसमा हामीले अहिले गरिरहेकोमा 1 करोड भन्दा माथिको तलब भुक्तानी छ त्यही भएर यसलाई भ्यू स्याम्पलमा गएर यो डाउनलोड गर्ने त्यही अनुसार यसलाई चाहिँ यसमा हाल्नु पर्यो। त्यसपछि तलब यो टिडिएसहरू यस आर्थिक वर्षमा दाखिल भएको अग्रिम करकट्टी रकम यसमा राख्न पर्यो। असार महीनामा टिएस पेबल तिर्न बाँकी छ भने यसमा राख्न पर्यो। अहिले कति बाँकी छ त्यो चाहिँ यसमा राख्न पर्यो। यसमा त्यसपछि यसमा गएर सेभ गर्न पर्यो। मुनि गइसकेपछि यसमा वित्तीय विवरण अनुसार र आय विवरण अनुसारको फरक एक्सपेन्सेस हुनसक्छ मैले अगाडि भनेको थिएँ। सोही अनुसार वित्तीय विवरणमा एउटा हुन्छ, वित्तीय विवरणमा आय विवरणमा एउटा हुन्छ। यो डिफ्रेन्स के छ त भन्ने कुरो जानकारी लिनको लागि आइआरडीले व्यवस्था गरेको छ। यसमा पनि गएर सेभ गर्न सक्नुहुन्छ तपाईँले। अग्रिम करकट्टी विवरण यसमा अहिले लगभग सबै तिरेको छ। त्यही भएर चाहिँ यसमा दाखिल भएको अग्रिम करकट्टी रकम भनेर गर्दाखेरि दाखिल भएको छ अथवा भएको छैन है
ट्याक्स क्यालकुलेसन स्यालेरी सिट मैले अहिलेलाई 0 राखेँ, तर एक्चुअली छ भने चाहिँ राख्नु है, सब 0 राख्दैन। त्यस्तो छैन भने त्यसमा राख्नु होला, सबै तिरेखा भन्ने हिसाबले कति छ मैले ठ्याक्कै अहिले यहाँ हेर्नलाई पर्ने भयो, त्यही भएर सोही अनुसार गर्नु होला। विवरण हाल्नुहोस्, त्यसपछि यसलाई पनि सेभ गर्नुहोस्। त्यसपछि 1 लाखभन्दा बढीको कारोबार छ भनेपछि यसमा टिक लगाउनु पऱ्यो, छैन भनेपछि छैन भन्ने हो भने यसमा टिक लगाउनु पऱ्यो, छ भनेपछि कन्टिन्यू मुनि गएपछि यसमा एउटा थोरै 1-2वटा पार्टी छन् भने यसमा एड गरेर गर्न सक्नुहुन्छ हैन। छैन भनेपछि तपाईको चाहिँ यसमा एक धेरै पार्टीहरू छ भने भ्यू स्याम्पलमा जाने, भ्यू स्याम्पलमा गएर तपाईको यसमा प्यान, ट्रेड नेम, ओपनिङ यो सबै हालेर ओपनिङ डेप्टर्स हो भने प्लसमै हुन्छ, क्रेडिटर्स हो भने माइनसमा हुन्छ है, क्लोजिङ र ओपनिङ ब्यालेन्सहरू। त्यसरी चाहिँ गराउनु होला। त्यति गराइसकेपछि तल गएर सेभ गर्नुहोस्। यति भएपछि तपाईँको अनुसूची जितेर सिद्धियो। केही यसमा तपाईँहरूलाई केही जिज्ञासा भयो भने हाम्रो तल कमेन्ट सेक्सनमा कमेन्ट गर्न पनि सक्नुहुन्छ। साथसाथै यस हाम्रो काठमाडौँ बिजनेस सल्युसनको युट्युब च्यानललाई सब्सक्राइब गर्नुहुनेछ भन्ने आशाका साथ आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। यस्तै नयाँ र टेक्निकल, अकाउन्टिङ, प्रोफेसनल सम्बन्धी अथवा ल सम्बन्धी भिडियोहरू, लिगल सिस्टम सम्बन्धी भिडियोहरू चाहनुहुन्छ भने यस काठमाडौँ बिजनेस सल्युसनलाई सब्सक्राइब गर्न हार्दिक अनुरोध गर्दछु। आजलाई बिदा हुन्छु। नमस्ते।